हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि पनि गाइजहरु, आई होप यु आर अल्सो फाइन देयर। मलाई आशा छ तपाई त्यहाँ सन्चै आरामै हुनुहुन्छ होला। सो गाइज, मैले आज पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु प्र्याक्टिसको लागि, ट्रान्सलेसनको लागि। नेपाली टु इङ्ग्लिस ट्रान्सलेसन भिडियो रहेको छ। लास्टसम्म हेरिदिनु होला, पक्कै पनि बुझ्नुहुनेछ। यहाँबाट केही फाइदा पाउनुहुन्छ, किनकि मैले तपाईलाई वर्ड टु वर्ड सिकाउनु छु, कुन ग्रामर हैन, कुन टेन्समा छ, साथसाथै हैन सबै तपाईलाई यहाँ रिभिजन गराउँछु। तपाई लास्टसम्म हेरिदिनु होला, पक्कै पनि यो भिडियोबाट केही न केही सिक्ने हुनेछ। सो गाइज, म अब ढिलो नगरिकन अब यहाँ ट्रान्सलेसनतिर गए हैन। यहाँ हेर्नुस्, नेपाली टु इङ्ग्लिस ल्याङ्ग्वेज भनेको नेपालीबाट इङ्ग्लिस ल्याङ्ग्वेज भन्ने भनेको नेपालीबाट इङ्ग्लिसमा हामीले कसरी बनाउने भन्ने हैन। तिर म अब यहाँ सेन्टेन्सतिर गए हैन। ऊ खाना पकाउँदै थिए भनेको ऊ खाना पकाउँदै थिए। अब तपाईले यहाँ पहिला फर्स्टमा के ट्रान्सलेसन गर्दाखेरि सबभन्दा पहिला हामीले के गर्नुपर्छ, सेन्टेन्स चिन्नुपर्छ हैन। सेन्टेन्स कुन टेन्समा छ, अब कुन स्ट्रक्चर लाग्छ, त्यो हामीले चाहिँ आफूले जान्नुपर्छ त्यति कुरा। अनि यहाँ हेर्नुस्, ऊ पकाउँदै छ। अब यो कन्टिन्यू पास्ट कन्टिन्यू टेन्स हो। जस्तै अब ऊ खाना पकाउँदै, यहाँ यो पकाउँदै भनेको यो कन्टिन्यू हो। कुनै पनि काम जब हैन लगातार भइरहेको छ। अनि थी भनेको हैन यो पास्टमा जनाइरहेछ। अनि पास्ट कन्टिन्यू टेन्स भनेको अनि सब्जेक्ट वाज वेयर प्लस बिफोर प्लस सब्जेक्ट हुन्छ। सब्जेक्ट अनि वाज वेयर भनेको सब्जेक्ट अनुसार लाग्छ हैन। अब सिंगुलर छ कि प्लुरल छ त्यही अनुसार वाज वेयर लाग्छ हैन। तपाईले पक्कै पनि थाहा छ। अनि सब्जेक्ट सिंगुलर छ भनेपछि वाज लाग्छ, सब्जेक्ट प्लुरल छ भने वेयर लाग्छ, तपाईलाई थाहा छ। अनि सब्जेक्ट यहाँ लेख्न पर्दैन होला, मलाई आशा छ तपाईलाई हैन। अनि यहाँ हेर्नुस्, मैले बताइसकेको छु सब्जेक्ट वाज वेयर प्लस बिफोर लाग्छ। अनि सबभन्दा पहिला सब्जेक्ट, अब ऊ खाना पकाउँदै थिए भनेको थी भनेको त यो केटी मान्छेलाई होइन। अनि केटी मान्छेलाई हामीले चाहिँ सी भन्छौँ। अनि सी, अब ऊ पकाउँदै थिए। अनि यो सी भनेको हैन एउटा सिंगुलर शब्द हो हैन। सिंगुलर, अब सिंगुलर प्रोनाउन हो। अब सिंगुलर भनेको हामीसँग अब वाज वेयरमा के लाग्छ, अनि सिंगुलरसँग जहिले पनि वाज लाग्छ। अनि सी वाज, अब बिफोर लगाउनु पर्यो। मैले भनिसकेको छु सब्जेक्ट वाज वेयर प्लस बिफोर लगाउनु पर्यो। अनि सी वाज, अब यो पकाउँदै भनेको अब काम कन्टिन्यू जस्तो देखिरहेछ हैन। अब यो बिफोर लाउनु पर्यो। पकाउनु भनेको भर्ब लेखेर हैन, कुक लेखेर अनि कुकिङ लेख्न पर्यो, बिफोर लाउनु पर्यो। अनि कुकिङ, अब के फुड, खाना भनेको फुड हो, यति त सबैलाई थाहा छ। अनि सी वाज कुकिङ फुड हैन। अनि ऊ खाना पकाउँदै थिए भनेको। अब यहाँ नेक्स्ट हेर्नुस् हैन, म तिमीलाई स्टेसनमा पर्खिरहेको छु। अब म तिमीलाई स्टेसनमा पर्खिरहेको छु, यो टेन्स हेर्नुस् हैन, कुन टेन्समा छ, पर्खिरहेको छु, प्रेजेन्ट। अनि प्रेजेन्ट कन्टिन्यू टेन्स हो। प्रेजेन्ट कन्टिन्यू टेन्स बनाउने तरिका सबैलाई थाहा छ। सब्जेक्ट इजेएमआर प्लस बिफोर अब्जेक्ट हुन्छ। हामी त्यस्तै बनाऊँ। सबभन्दा पहिला हामी यहाँ टेन्स चिनिसकेका छौँ। अब टेन्स चिनिसकेपछि स्ट्रक्चर अनुसार जाऊँ। अनि स्ट्रक्चर भनेको म हो, म भनेको त आई हो। अनि यहाँ अब आईसँग अब मैले भनिसकेको छु इजेएमआर लाग्छ, सब्जेक्ट इजेएमआर। अनि एउटा कुरा के याद राख्नुस्, तपाईले पछाडिबाट हामी बनाउनु पर्छ हैन। स्ट्रक्चर अनुसार गएपछि ठिकै छ हैन। स्ट्रक्चरमा जस्तै अब कुन टेन्समा छ त्यो जानेपछि, नभए हामी पछाडिबाट ट्रान्सलेसन गर्न आउनुपर्छ। आईसँग जहिले पनि एम लाग्छ। अनि अब पर्खिनुलाई वेटिङ। अनि वेटिङ, अब म तिमीलाई स्टेसनमा पर्खिरहेको छु। अब एउटा कुरा के याद राख्नुस् हैन, यो वेटिङ आएपछि जहिले पनि हैन यो वेटिङसँग यो फोर राख्नै पर्छ के। हामीले यो वेटिङ फोर भनेको, यो फोर भनेको वेटिङको पुच्छर हो। यति कुरा हामीले चाहिँ याद राख्नुपर्छ। वेटिङ आएपछि फोर राख्नुपर्छ। अनि आई एम वेटिङ फोर, अब स्टेसनमा, अनि एट स्टेसन, अनि स्टेसन। अब यहाँ तपाईले यही यु लेख्दै पनि हुन्छ हैन। आई एम वेटिङ फर यु एट द स्टेसन, एट स्टेसन लेखे पनि हुन्छ हैन। द किन लेख्न पर्यो, स्पेशल भनेपछि हो भनेपछि द लेख्न पर्यो। नभए आई एम वेटिङ फर यु एट स्टेसन लेखे पनि सेन्टेन्स चाहिँ पुरा छ। अनि यहाँ हेर्नुस्, ऊ तिमीलाई रेस्टुरेन्टमा भेट्ने छ। अब यो सेन्टेन्स चिन्ने बित्तिकै तपाईले हैन हेर्ने बित्तिकै थाहा पाइसक्नु भयो होला, भेट्ने छ, रेस्टुरेन्टमा भेट्ने छ। यो भेट्ने भनेको सिम्पल फ्युचर टेन्स। सिम्पल फ्युचर टेन्स भनेको अनि सब्जेक्ट अनि विल अनि त्यसपछि अनि V1 राख्न पर्छ। अनि त्यसपछि जुन पछाडिको अब्जेक्ट छ त्यो अब्जेक्ट राख्दिने हो। अनि हामी त्यस्तै बनाऊँ। अब हेर्नुस्, ऊ भनेको हैन ऊ तिमीलाई भेट्ने छ, ऊ भनेको त हि हो। अनि हि, अब भेट्ने छ भनेपछि विल, भेट्ने छ भनेपछि विल। अब भेट्नु भनेको भर्ब राख्न पर्यो, यहाँ के राख्न पर्यो, V1 राख्न पर्यो। अनि भेट्नु भनेको त मिट हो। अनि मिट, अब कसलाई, तिमीलाई भनेको यु। अब रेस्टुरेन्टमा, अनि इन रेस्टुरेन्ट, अनि रेस्टुरेन्ट।
यति हो। तपाईँ पक्कै पनि बुझ्नु भएको छ। हो तिमीलाई रेस्टुरेन्टमा भेट्ने छ भनेपछि यु विल मिट यु इन रेस्टुरेन्ट। अब यहाँ हेर्नुहोस् तपाईँ पढिरहेको थियो होइन, ऊ पढिरहेको थियो। अब हेर्नुहोस् ऊ पढिरहेको थियो, तपाईँ हेर्ने बित्तिकै यो पढिरहेको थियो भन्ने सेन्स आछ होइन। थियो भनेपछि यो पास्टमा छ, तपाईँले पक्कै पनि थाहा पायो। अनि यो कन्टिन्यू भइरहेछ अनि पास्ट कन्टिन्यू टेन्स। पास्ट कन्टिन्यू टेन्स तपाईँले म बताइसकेको छु कसरी बनाउने भनेर होइन। पहिला सब्जेक्ट लेख्ने, सब्जेक्ट पछि वाज वर्ड लगाउने सब्जेक्ट अनुसार होइन। अनि हिसँग वाज लाग्छ तपाईँले थाहा छ। अनि पढी भनेको पढ्नु भनेको स्टडी हो। अनि स्टडीको स्टडिङ लेख्न पर्यो, हि वाज स्टडिङ। यति हो, तपाईँ पक्कै पनि बुझिसक्नु भएको छ। अनि हेर्नुहोस् आज पानी परिरहेको छ। अब पानी परिने काम कन्टिन्यू भएको छ, तपाईँले पक्कै पनि थाहा भयो। यो कन्टिन्यू टेन्स हो भनेपछि कुनको कन्टिन्यू टेन्स हो भनेपछि प्रेजेन्ट कन्टिन्यू टेन्स हो। प्रेजेन्ट कन्टिन्यू टेन्स बनाउने तरिका तपाईँलाई थाहा छ। अनि पानी भनेर पानी परिरहेको छ आज भनेपछि होइन, यो टाइमिङ हो। यो टाइमिङलाई कि अगाडि कि पछाडि लेख्न पर्छ होइन। अनि कुनै पनि फरक पर्दैन पछाडि लेख्दा पनि। अनि यहाँ हेर्नु सब्जेक्टै छैन होइन। अनि यो पानी मौसमका कुरा यस्ता कुराहरू गर्दाखेरि हामी इटबाट सब्जेक्ट सुरु गर्ने हो। अनि इट अनि इज। अब यो कुन प्रेजेन्ट कन्टिन्यू टेन्स भएपछि अनि सब्जेक्ट पछि अनि इजेएमआर प्लस अनि बिफोर अब्जेक्ट लाग्छ। अनि अब पानी पर्नु भनेको त रेन हो। अनि रेनको रेनिङ लेख्न पर्यो। अनि आज भनेको टुडे। यति हो। आई होप तपाईँ पक्कै पनि बुझ्नु भएको छ। इट इज रेनिङ टुडे भनेको आज पानी परिरहेको छ। अब यहाँ हेर्नुहोस् नेक्स्ट हेर्नुहोस् होइन। अब उसले राम्रो अङ्ग्रेजी बोल्छे। अब उसले राम्रो अङ्ग्रेजी बोल्छे भने एउटा केटी मान्छे हो। यो केटी मान्छे बोल्छे भनेपछि अनि सी आयो होइन। अनि सी हामी जस्तै अब प्रोनाउन यसको जुन सब्जेक्ट छ, सब्जेक्ट भनेको सी आयो। अनि हामी सी अनि कुन टेन्समा छ, उसले अङ्ग्रेजी राम्रो बोल्छे अथवा बोल्छ भने केटा भए बोल्छ हुन्थ्यो। यो सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्ट टेन्स तपाईँले बनाउने तरिका थाहा छ। सब्जेक्ट अनि सब्जेक्ट V1 V5 अनि अब्जेक्ट लेख्नुपर्छ। अनि सब्जेक्ट पछि अनि जस्तै V1 V5 छुट्याउन पर्छ, सब्जेक्ट सिङ्गुलर छ कि प्लुरल छ। अनि सब्जेक्ट भनेको केटी मान्छे हो। केटी मान्छे भनेपछि सी लेख्न पर्यो। अब ऊ बोल्छ। अब बोल्छलाई स्पिक, ऊ बोल्छ रे अनि स्पिक। अब स्पिक लेख्नुभयो। स्पिक भनेको बोल्नु, तर यहाँ सब्जेक्ट भनेको सी हो। सी भनेको सिङ्गुलर हो। सिङ्गुलरमा V5 लाग्छ। अनि सी स्पिक अब के इङ्ग्लिस। अब राम्रोसँगलाई वेल भनेको राम्रोसँग, ऊ अङ्ग्रेजी राम्रोसँग बोल्छ। अनि सी स्पिक इङ्ग्लिस वेल। अनि यहाँ हेर्नुहोस् तिनीहरू टिभी हेरिरहेको थिए भन्दाखेरि तपाईँले पक्कै पनि यो यहाँ कन्टिन्यू हेरिरहेको अनि थियो भनेपछि पास्टमा पास्ट कन्टिन्यू टेन्स। अनि पास्ट कन्टिन्यू टेन्स मैले बताइसकेको छु तपाईँलाई होइन। स्ट्रक्चर कतिचोटि बताउने होला तपाईँलाई। सब्जेक्ट वाज वर्ड प्लस बिफोर प्लस सब्जेक्ट। अनि सब्जेक्ट अनुसार वाज वर्ड लाग्छ, सिङ्गुलर छ कि प्लुरल छ त्यति कुरा ध्यान राख्नुपर्छ। अनि तिनीहरू भनेको दे। अब देसँग वेयर लाग्छ, तपाईँले थाहा होला। किनकि यो दे भनेको त प्लुरल हो, प्लुरलसँग वेयर लाग्छ, दे वेयर। अब टिभी हेरिरहेको भनेपछि वाच हुन्छ। अनि वाचको वाचिङ राख्न पर्यो, बिफोर राख्न पर्यो। अनि वाच अनि टिभी। यति हो, तपाईँ पक्कै पनि यो पनि बुझिसक्नु भएको छ। अनि यहाँ अनि नेक्स्ट हेर्नुहोस्, तिमी मेरो कुरा सुनिरहेको छैनौ। अब सुनिरहेको छैनौ भने यो नेगेटिभ होइन, सुनिरहेको छैनौ। अनि यो कुन टेन्स हो, अनि प्रेजेन्ट कन्टिन्यू टेन्स हो। प्रेजेन्ट कन्टिन्यू टेन्सको नेगेटिभ सेन्टेन्स हो। नेगेटिभ सेन्टेन्स बनाउन इजी। अनि नट थपिन्छ होइन, हेल्पिङ भर्बमा नट थपिन्छ, सबैलाई थाहा छ। अनि यो कन्टिन्यू प्रेजेन्ट कन्टिन्यू टेन्समा जस्तै अब के स्ट्रक्चर लाग्छ, सब्जेक्ट इजेएमआर प्लस बिफोर प्लस सब्जेक्ट। अब इजेएमआरमा नट लाग्छ, अरू केही होइन। नेगेटिभ आएपछि इजेएमआरमा हेल्पिङ भर्ब भनेको अनि प्रेजेन्ट कन्टिन्यू टेन्सको भनेपछि इजेएमआर हो। इजेएमआरमा नट लाग्छ। अनि हामी सब्जेक्ट लेख्न पर्यो, सब्जेक्ट। अनि सब्जेक्ट भनेको तिमी मेरो कुरा सुनिरहेको छैनौ। अब सबभन्दा पहिला सब्जेक्ट अनि यु। अब युमा के लाग्छ, तपाईँले इजेएमआरमा के लाग्छ, आर लाग्छ। अब आर लाग्छ। अब आर भनेको हेल्पिङ भर्बमा अनि नट लेख्न पर्यो। अनि आर एन्ड गर्न पर्यो अथवा आर नट लेख्न पर्यो। छुट्टै तपाईँ लेख्नुहुन्छ छुट्टै लेख्नुहोस्, नभए त्यो यु आर नट। अब बिफोर लाउन पर्यो। अनि यो सुन्नु भनेको यो लिसनवाला हो। अनि लिसन लेख्न पर्यो, तर यहाँ हामी बिफोर लाउन पर्यो। अनि लिसनिङ लेख्न पर्यो। अब लिसनिङ। अब टु अथवा कसलाई, मलाई, टु मी। अब हेर्नुहोस् यो लिसनिङ टु किन आयो भित्र होइन। यो टुको यसमा के अर्थ हुन्छ भनेपछि यो लिसन छ नि, लिसन। यो लिसन पछि मैले अघि बताइसकेको छु वेटिङ फोर जस्तै आउँछ नि, यो पनि जस्तै लिसन टु। यो टु भनेको लिसनसँग जहिले पनि होइन टु टाँसेर आउँछ, पुच्छर हो। यति कुरा ध्यान राखे हुन्छ। यो लिसन आएपछि टु चाहिँ आउँछ। अनि जस्तै अनि वेटिङ आउँछ भनेपछि फोर आउँछ। अनि यु आर नट लिसन टु मी भनेको तिमीले मेरो कुरा सुनिरहेको छैनौ अथवा मलाई तिमीले सुनिरहेको छैनौ
छैनौ भनेको के। यो मेरो कुरा भनेर हैन, तिमीले कुरा भनेर थिङ सिङ लाउन पर्दैन, माई थिङ सिङ लाउन पर्दैन के। तिमीले मलाई सुनिरहेको छैनौ भनेपछि मेरो कुरा सुनिरहेको छैनौ भन्ने सेन्स एउटै हो। आई होप तपाईँ पक्कै पनि यो पनि राम्रोसँग बुझ्नु भएको छ। अनि नेक्स्ट म तपाईँले केही देखाउन चाहन्छु। अब यो देखाउन चाहन्छु भनेपछि यो कुन टेन्स हो? सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्ट टेन्स बनाउने तरिका मैले बताइसकेको छु। सब्जेक्ट अनि V1 V5 प्लस सब्जेक्ट, सब्जेक्ट अनुसार V1 V5 लाग्छ। अनि हामी अब सब्जेक्टबाट जान्नुपर्छ। सब्जेक्ट भनेको के हो? सब्जेक्ट भनेको आई हो, म भनेको त आई हो। अब यो चाहन्छु, चाहन्छुलाई वान्ट भन्छ। अनि आईसँग के लाग्छ? V1 लाग्छ कि V5 लाग्छ? आईसँग जहिले पनि V1 लाग्छ। आई वान्ट भनेको म चाहन्छु। अब तपाईँले केही देखाउन, आई वान्ट। अब टु अनि सी भनेको देखाउनु होइन, अथवा सो लेखे पनि हुन्छ। अनि सो भने पनि देखाउने हो। आई वान्ट टु सो। अब केही अनि समथिङ, समथिङ म तपाईँले केही देखाउन चाहन्छु। आई वान्ट टु सो समथिङ, यति हो। अनि हेर्नुहोस्, ऊ स्कुलमा होइन अङ्ग्रेजी बोल्छ, ऊ स्कुलमा अङ्ग्रेजी बोल्छ भनेपछि यहाँ हेर्नुहोस्, यो फेरि पनि आयो एउटा केटी मान्छेले अङ्ग्रेजी बोल्छ भनेपछि होइन सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्ट टेन्स बनाउने तरिका तपाईँलाई थाहा छ। अनि सब्जेक्ट प्लस अनि V1 V5 प्लस सब्जेक्ट लाग्छ, त्यो कुरा मैले बताइसकेको छु तपाईँलाई। अनि सब्जेक्ट लेख्न पर्यो। सब्जेक्ट भनेको सी हो, किनकि बोल्छ त भएपछि केटा हुन्थ्यो। अनि सी स्पिक। अब स्पिक, अब यो सी भनेको सिङ्गुलर भएर यहाँ V5 ला, सी स्पिक। अब इङ्ग्लिस। अब स्कुलमा अनि इन स्कुल, यति हो। आयो तपाईँ पक्कै पनि यो पनि बुझ्नु भएको छ। अनि गाईहरू चौरमा चरिरहेको छन्। गाईहरू चौरमा चरिरहेको छन् भनेपछि यो कुन टेन्स हो? प्रेजेन्ट कन्टिन्यू टेन्स। प्रेजेन्ट कन्टिन्यू टेन्स मैले बताइसकेको छु। सब्जेक्ट लगाउने अनि इजेएमआर प्लस V4 लगाउने। अनि हामी त्यस्तै बनाऊँ। अब गाईहरू भनेको काउ अनि काउज होइन, काउ आर। गाईहरू भनेको त धेरै होइन, गाई भनेको अब धेरैको कुरा भयो होला। अनि गाई आर, काउज आर होइन, काउज आर। अब चर्नु भनेको ग्रेजिङ अनि ग्रेजिङ होइन, चर्नु भनेको गाईहरू चरिरहेको छन्। अब चौरमा इन द फिल्ड भनेको चौरमा होइन, काउ आर ग्रेजिङ इन द फिल्ड, गाईहरू चौरमा चरिरहेको छन्। अब हेर्नुहोस्, मलाई साह्रै पसिना आइरहेको छ, यहाँ कुन टेन्स हो? पसिना आइरहेको छ। अनि प्रेजेन्ट कन्टिन्यू टेन्स बनाउने तरिका मैले बताइसकेको छु। अनि सब्जेक्ट इजेएमआर प्लस V4 प्लस सब्जेक्ट, हामी त्यस्तै बनाऊँ। अनि सब्जेक्ट भनेको त आई हो। अनि आईसँग जहिले पनि एम लाग्छ, आई एम। अब हेर्नुहोस् तपाईँले होइन, यो अब स्वेटिङ भन्छ कि, यो पसिना आइरहेको होइन, पसिना आउनु भनेको स्वेटिङ। अनि स्वेटिङ होइन, स्वेटिङ भनेको मलाई पसिना आइरहेको छ। अनि साह्रै भनेको होइन धेरै के, आई एम स्वेटिङ। अनि सो मच भनेको धेरै के, अलर्ट लेखे पनि हुन्छ। आई एम स्वेटिङ अलर्ट लेखे पनि हुन्छ, मलाई धेरै पसिना आइरहेको छ, आई एम स्वेटिङ अलर्ट। अब हेर्नुहोस्, गाईहरू अनि चराहरू होइन, चराहरू रुखमा गीत गाइरहेको छन्। अब यो कुन टेन्स हो? यो टेन्सहरू दोहोरिरहेछ होइन। अनि प्रेजेन्ट कन्टिन्यू टेन्स होइन, बारम्बार त बताउनु पर्दैन। सब्जेक्ट अनि त्यसपछि इजेएमआर प्लस V4 प्लस सब्जेक्ट। अनि चराहरू भनेको त बर्ड अनि बर्ड्स होइन, बर्ड्समा आर लाग्छ किनकि धेरै हो, यो त प्लुरल हो, प्लुरलमा आर लाग्छ। अनि सिङ्गिङ, गीत गाइरहेछन्, अनि सिङ्गिङ। अनि हेर्नुहोस्, अब रुखमा इन द ट्रीमा होइन, रुखमा गीतहरू गाइरहेछन् चराहरू भनेको। अब हेर्नुहोस्, भोलि म काठमाडौँ जानेछु भनेपछि यो कुन टेन्स हो? जानेछु भनेपछि सिम्पल फ्युचर टेन्स। सिम्पल फ्युचर टेन्स भनेको सब्जेक्ट अनि विल प्लस अनि V1 आउँछ, अनि त्यसपछि अब्जेक्ट आउँछ। अनि सब्जेक्ट भनेको म हो। यो टाइमिङलाई भोलिलाई कि अगाडि कि पछाडि लेख्नुपर्छ है। अनि आई विल। अब विल कहाँबाट आयो तपाईँले होइन, म स्ट्रक्चर बताइसकेको छु होइन। यो भनेको सिम्पल फ्युचर टेन्स हो। आई विल गो, म जानेछु भयो यति। आई विल गो काठमाडौँ, अनि टु, किनकि डाइरेक्सन हो, टु काठमाडौँ। अनि काठमाडौँ।
अब भोलि भनेको टुमरो, टुमरो भोलिलाई टुमरो। यति हो। आई होप तपाईँ राम्रोसँग बुझ्नु भएको छ। नबुझेपछि कमेन्ट गर्नु होला। मेरो भिडियोहरू दिएकोमा थ्याङ्क यू फर वाचिङ।